खाजा खजिलो खाएँ रमाइलो लाएर हजुर अहिले त झन् सल्ल हिँड्न पाइएछ बाबु हजुर पहिला हजुरहरूले देख्दा र अहिलेको बाटोमा चाहिँ के फरक छ 3 दोबर फरक छ हजुर कति हो अहिले त सुरु गइएछ हजुर हजुर बाटो चाहिँ एकदम राम्रो हो पहिलाको भन्दा धेरै सुविधा छ अहिले हजुर अहिले धेरै सुविधा भनौँ न डबल अब त पहिलाको लेखी त अहिले त धेरै फरक छ हजुर अनि त्यसमा खासै राज्यको चासो कहाँनिर देखिँदैन भने नेतासँग पहुँच नभएको ठाउँहरूमा चाहिँ बाटो बन्ने होइन नभएको ठाउँमा चाहिँ वास्ता नहुने गयो आज गयो मेयरलाई भेट्न 15 दिन कुर्नुपर्छ होइन नमस्ते साथीहरू यति बेला चाहिँ म पोखरा महानगरपालिका वार्ड नम्बर 33 बागमारामा आइपुगिसकेको छु र बागमाराको यो खैरेनी भन्ने ठाउँमा आइपुगेको छु र यो बागमाराको बाटो चाहिँ पोखरा महानगरपालिकाको वैकल्पिक बाटोको रूपमा चाहिँ अहिले चाहिँ निर्माण भइरहेको छ र यसको लगभग अन्तिम चरणसम्म चाहिँ यो बाटो चाहिँ पुगिसकेको छ अब चाहिँ यो कोत्रेदेखि चाहिँ तपाईँको बिरोटासम्म चाहिँ निस्किने एउटा चाहिँ छुट्टै वैकल्पिक बाटो चाहिँ निर्माण भएको छ र बाटोको साइडमा तपाईँको यो बिजुलीको पोलहरू पनि राखेर एकदमै निकै आकर्षक बाटो बनाएको छ आज चाहिँ हामी यो बाटोको चाहिँ अपडेट गर्दैछौँ यो बाटो कति बनिरहेको छ के बनिरहेको छ हामी चाहिँ हेर्नेछौँ अहिले चाहिँ म चाहिँ यो बागमाराको खैरेनी भन्ने ठाउँमा छु र हामी बिस्तारै अब चाहिँ अगाडि बढ्दै जानेछौँ पोखराको चाहिँ तपाईँको बिरोटासम्म चाहिँ पुग्नेछौँ राम्रै भएछ हजुर यो कति बने के छ प्रोग्रेस यसको खै के हो अब कुनै काम गरिरहेका छन् अलि जुन द्रुत गतिमा काम हुनु पर्ने त्यो अलि भएको छैन किन अब त बिस्तार रूपले चलेकै छ हजुर तर जसरी काम गर्नु पनि त्यो रफ्तारमा भएको छैन केले रोकिएछ कसो हो के हो निगरानी गर्नुपर्ने हो त्यो चाहिँ हामीले देखिआएन कि बाटोको निगरानी भएन जुन अनुगमन गर्नुपर्ने हो होइन त्यो कसरी अब हरेक हुन्छ नि मेटेरियल दुरुपयोग भएको हो कि अथवा सही तरिकाले काम भएको हो कि नभएको हो कि त्यो अनुगमन चाहिँ कतालाई हामीले देखिएको छैन अहिलेसम्म हामी तपाईँ स्थानीयहरूले नि यसो हेर्नु भयो होला हेर्नु त हाम्रो आफ्नो छेउछाउमा त हेरिएकै छ तर पनि हाम्रो कुरा त कहाँ सुन्छ होइन र हजुर यो समस्या त्यही नै हो हाम्रो त अब कम्पनीको नियमअनुसार गरे होला नि काम कतिको एक्साइटेड हुन्छ यो बाटो बनेर चाहिँ ठिक छ बाटो भएको त विकास भएको त राम्रै कुरा हो होइन तर पनि कस्तो तरिकाले हुनुपर्ने थियो कस्तो सम्झौता भयो त्यो हामीलाई थाहा पनि छैन थाहा हुने निकायले आएर चाहिँ निगरानी गर्नुपर्ने हो जस्तो लाग्छ कसो म त पर जङ्गलतिर बस्छु मलाई त्यति थाहा छैन नि हजुर हजुर चाहिँ महावीर कुनको भाइ हजुर ए म यस्तो राजनीति यस्तो बोल्नु जान्दैन हजुर म त अनि भाइ त हो म महावीर पुनको हजुर तर म यस्तो केही पनि जान्दैन मैले हजुर उहाँले नि खासै त्यस्तो त बोल्नुहुन्न जे हो त्यही सिधा म जस्तो त्यस्तै हो त्यो पनि तर ऊ चाहिँ धेरै पढेको भएर हजुर अलिकति उसलाई धेरै ज्ञान छ ऊ त वैज्ञानिक हो नि हजुर हो के छ अब उहाँ चुनाव उठ्नुभयो होइन हजुरको दाइ चुनाव त उठेछ गरे जित्छ भन्नुहुन्छ गरे हजुर हामी त कहिले यसो दसैँ तिहारतिर भेट भएर हजुर तिहारमा सँगै टिका लाउने हो दिदीबहिनीको त्यही हो होइन अब हजुरको दाइ चुनावमा उठ्नुभयो होइन हजुर उहाँले जित्नु भयो भने चाहिँ के राम्रो गर्नु होला के कस्तो के लाग्छ हजुरलाई ऊ त कसैको 1 रुपियाँ खानु माग्दैन हजुर अनि उसले जित्यो भने उसलाई प्रधानमन्त्री बनायो भने देशको विकास हुन्छ हजुर होला भन्ने लाग्छ मलाई हजुर हजुर अरू सबैले नि त्यही भन्नुहुन्छ हजुर त्यस्तो मान्छे चाहिँ प्रधानमन्त्री भयो भने देशको विकास हुन्छ ए हजुर हजुर बाटो चाहिँ यहाँनिर यो यस्तो खालको रेलिङ राखेर बनाएको छ यतापट्टि साइडमा चाहिँ फुटपाथ छ भने चाहिँ यतापट्टि रेलिङ छ तर यहाँनिर चाहिँ साइकलको लागि चाहिँ नराखेको हो कि जस्तो लाग्यो मलाई चाहिँ तर यसरी रेलिङ राखेर यस्तो मजाले बनाएको छ अब चाहिँ यो चाहिँ अब यो बागमाराको मेन पोइन्ट कालिका चोक भयो चाहिँ है त्यो त ठिकै छ अलि उता दोबिल्ला उता अलि बाटो बिग्रेको छ त बनाउनु पर्ने छ हजुर अहिले चाहिँ म यो बागमाराको मेन बजार भनौँ यहाँनिर चाहिँ यो कालिका चोक भनेर चिनिन्छ यहाँनिर आइपुगेको छु र यहाँ अलिकति बुवाहरूसँग पनि मैले बाटोको बारेमा चाहिँ सोध्छु कस्तो लागिरहेको छ उहाँहरूलाई है हाम्रो त के अरे तालचोकबाट चाहिँ बेगनाथ तालको बाटो बन्न लागेको जमानैदेखि हो हजुर होइन असाध्य त भएकै छैन एक दिन काम हुन्छ 15 दिन बन्द हुन्छ होइन तर यहाँको बाटो एकदम चाँडै बनेको यहाँको त एकदम राम्रो विकास भएको के छ बाटो भोलि जस्तो लाग्छ सर है राम्रो बने राम्रै बने बाटो ठिक छ पहिला तपाईँहरूले जान्ने बेलामा कस्तो थियो बाटो अहिले यस्तो गोरेटो थियो गोरेटो हजुर यहाँ त राम्रो छ बाटो त
है अहिले यहाँ त रमेश त प्रगति गर्छ अहिले महेन्द्र बुल जस्तै भयो है अनेकको भयो हजुर बाटो चाहिँ एकदम राम्रो हो पहिलाको भन्दा धेरै सुविधा छ अहिले हजुर अहिले धेरै सुविधा भनौँ न डबल अब त पहिलाको लेखी त अहिले त धेरै फरक छ हजुर तर भयो नि अब गाडी अब हामीहरूले चलाइराखेको छ चलाउँदा अब बाटोमा त हामीलाई एकदम सुविधा छ तर गाडी पालेर के गर्नु अब छैन अब गाडीमा त अब तेल हाल्दै पुग्छ अब हामी ड्राइभर कलाल्सीलाई त भत्ता हानी त केही पनि रहँदैन कुद्नलाई जे होस् हामीलाई चाहिँ सजिलो भइरहेको छ बाटो चाहिँ एकदम राम्रो छ मान्छे छैन हजुर यी गाडी हेर्नु न हिजो गाडी पुरै खाली छ अब पोखराबाडी आएको अरे 2-3 जना लिएर अब भरे चाहिँ साउलाई के बुझाउने हामी ड्राइभर खलासीले भत्ता के खाने बाटो ठिकै छ राम्रै छ कोही मान्छे पनि बढ्छन् भ्याउँछन् के यस्तै हो आज एउटा मरियाले एउटा भाग्ने हानेर हुनु पर्यो जति बाटो जागलो उति मृत्यु जोगको सम्भव छ हजुर हेर्नुहोस् गाडी धेरै छ मान्छे थोरै छ हजुर त्यस्तो तरिकाले बाटो बनेछ हजुर र लेन ठुलो भए पनि मृत्युको जोग धेरै हुन्छ हजुर यो त अनिवार्य छ क्या होइन त्यसो भएर बच्नु पर्यो बाटो काट्दा ओभर स्पिड गर्नु भएन बाटो काट्दा हेरेर बच्नु पर्यो अहिले चाहिँ म यो भाटीको चौतरा भन्ने ठाउँमा आइपुगेको छु र यहाँ धेरै जस्तो मान्छेहरूको गुनासो के छ भन्दाखेरि चाहिँ यो बाटो बनिसके पछाडि चाहिँ अलिकति ओभर स्पिड भयो होइन ओभर स्पिडको कारणले गर्दाखेरि चाहिँ दुर्घटनाहरू बढ्यो र आजै मात्रै पनि एउटा दुःखद दुर्घटना भयो भन्ने कुरा छ यो अलिकति ओभर स्पिड चाहिँ कन्ट्रोल गर्नुपर्छ अब नयाँ बाटो बनिसकेपछि अलिकति एक्साइटेड भएर अलिकति ओभर स्पिड चलाउने अनि त्यस पछाडि दुर्घटना चाहिँ बढिरहेको छ त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति यस कुरामा चाहिँ अब चालकहरूले चाहिँ ध्यान दिनुपर्ने चाहिँ देखियो राति हुँदा बत्ती बोल्छ कस्तो झल्ल देखिन्छ है टुवे भयो सजिलो हुन्छ एक्सिडेन्टहरू धेरै हुन्न नि त त्यस्तै होइन राम्रो लाग्छ बाटोघाटो बाघमाराको हजुर 33 नम्बर वडाको राम्रो लाग्छ धन्यवाद बाटो बनाउनुलाई मेरो नाम हजुर राम्रो लाग्छ बाटो राम्रो छ हजुर राम्रो छ त्यो चाहिँ अब बाघमाराबाट चाहिँ अलिकति माथितिरको बाटो भनौँ अगाडि हेर्दै जाउँ कस्तो कस्तो छ यो बाटोहरू चाहिँ कस्तो कस्तो बनेको छ के छ होइन थिएन ऊ थियो अहिले त राम्रै छ बाटो हजुर तर बस्ती नै हटाएर विकास कसलाई गर्ने हो र मान्छे छैनन् है घरै भत्काएर अनि त्यहाँ विकास हुन्छ अहिले चाहिँ अब बाटो पिच भयो अब हामीलाई चाहिँ सुविधा चाहिँ पहिला हिँड्न गाह्रो भइरहेको थियो अहिले चाहिँ अब राम्रोसँग हिँडिए होइन अब बाटो सुविधा चाहिँ भनौँ अब हामी चाहिँ अब एउटा कहीँ जानलाई नै आधी घन्टा लाग्थ्यो भनेदेखि हामी अहिले 15 मिनटमा जाने आउने गर्छौँ हामीलाई बाटो चाहिँ सुविधै छ राम्रै छ अलि आवजावत छ तर चाहिँ घरको समस्या भनेको यो घरको लागि समस्या परेको छ अरू त खासै केही परेको होइन बाटो तक्लाउँदा घरहरू पनि भत्काउनु पर्यो त्यसले गर्दाखेरि चाहिँ अब क्षतिपूर्ति पाउनु पर्ने हो कि कसो हो कुन हिसाबले पाउन पर्ने हो अब महानगरपालिकाले तोकेको नियमले अब उहाँले जसरी नियम त पालना गर्नुभयो त्यही नियम पालना हुन्छ खासै विषयमा केही पनि छैन चाहिँ म यो दोबिल्ला नजिक आइसकेको छु र यहाँनिर चाहिँ बाटो बनेको छैन पहिला जस्तो थियो त्यस्तै नै छ यो तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ अफ रोड नै छ यहाँनिर चाहिँ अब पिच पनि छैन है पहिलाको पुरानो पिच पनि भत्काएको जस्तो छ यो धुलै धुलो उडेको यस्तो खालको चाहिँ अलिकति डरलाग्दै बाटो छ है यहाँनिर चाहिँ अलिकति अब यो बने छैन अब यो बिस्तारै बन्नी होला सायद अब जहाँसम्म लाग्छ मलाई तर यो बनेकै छैन है यहाँ चाहिँ के हो यो चाहिँ यस्तो छ गाडी चाहिँ अलि ओभर स्पिडमै आउँछ यहाँनिर चाहिँ महानगरले बनाउने बाटो हो हजुर पहिला जेठमा यो अलिअलि बाँकी रहेको सडकले पिच गर्यो अनि त्यसपछि बाटो बन्छ बजेट आउँछ भन्छ महानगरमा गयो भने पहिला पहिरो अलि अगाडि पहिरो पनि गर्छ त्यो पहिरोलाई चाहिँ तपाईँको कम बजेट निकाले काम गरेर आधा गऱ्यो अहिले त्यहाँ गाडी पनि हिँड्ने अवस्था पनि छैन होइन तल अर्काको जग्गाबाट हिँड्नुपर्छ र अस्ति अर्काको जग्गाबाट पनि हिँड्न नदिएर अनि महानगरले नै तपाईँको डोजर पठाएर त्यही पुरानै बाटो खोल्न त खोलेको थियो त्यसपछि त्यहाँ हेभी गाडीहरू 10 चक्के 12 चक्के ट्रकहरू बेसी हिँड्ने भएर अनि त्यहाँ चर्किँदै गएपछि म आफै स्वयं गएर हेरेर अनि मैले त्यहाँ यसो दुईजनाले यसरी गल लगाएपछि त्यो बाटो पनि भत्कियो अनि त्यसमा खासै राज्यको चासो कहाँनिर देखिँदैन भने नेतासँग पहुँच नभएको ठाउँहरूमा चाहिँ बाटो बन्ने होइन नभएको ठाउँमा चाहिँ वास्ता नहुने आज गयो मेयरलाई भेट्न 15 दिन कुर्नुपर्छ होइन
अनि त्यसपछि मैले त्यो बाटो आफैले फेरि बन्द गरेर अनि फेरि पुरानै अर्काकै जग्गाबाट हिँडिरहेछन् गाडीहरू हिँड्न त अब यहाँ अहिले भर्खरै देख्न सक्नुहुन्छ यी टिप्पर बाहेक केही नि चल्दैनन् यहाँ होइन एउटा टिप्परले तपाईँको कम्तीमा नि यो टिप्परले अब 8 घनमिटर बोक्छ 8 घनमिटर भनेको यो टिप्परमै आउँदाखेरि पनि तपाईँको 20 टनभन्दा माथिको सामान त पक्कै बोक्छ पुलको अवस्था 10 टनको बाटोको अवस्था 5 टनको पनि छैन हजुर त्यही पनि यो बाटो उतादेखि त्यो नियल पोखरी 21 नम्बर वडाको त्यो पारीसम्म अलिअलि बनेछ अहिले त्यो जेसिबी लगाएर बाटो सम्म्याएको झन् धुलै धुलो हो अब यताको बजेट आउँदैछ भने महानगरको तपाईँको महानगरकै बैठक बस्नु पर्दो रहेछ त्यहाँ मेयरसहित बैठक बसेर तपाईँको पारित नगरिदिएर नै त्यो बाटो पनि नबनिया हो कि अहिले चाहिँ म यो ठ्याक्क दोबिल्लाको यो ओसो उपवनको नजिकै रहेको यो बाटोमा आइपुगेको छु र यो बाटो चाहिँ यहाँनिर चाहिँ पहिला जस्तो थियो त्यस्तै नै छ है र यहाँनिर चाहिँ अलिकति त्यहाँ अहिले दाइले पनि कुरा गर्नुभएको थियो यहाँनिर चाहिँ यो अलिकति डरलाग्दै भएको रहेछ यहाँनिर चाहिँ पहिरो गएर चाहिँ यस्तो खालको भएर चाहिँ यो यतापट्टिको बाटो चाहिँ अब प्राइभेट मान्छेको चाहिँ प्राइभेट प्रपर्टी रहेको र यो बाटो चाहिँ अहिले अस्थायी रूपमा यताबाट अब गाडीहरू हिँडिरहेको छ र मेन बाटो चाहिँ यहाँ यो खोलाको छेउको बाटो यो हो यहाँनिर चाहिँ यस्तो खालको चाहिँ पहिरो गएको छ यो चाहिँ अलिकति जोखिमपूर्ण अवस्थामै रहेछ यस हेर्दाखेरि चाहिँ दाइले पनि कुरा गर्नुभएको थियो है हजुरले भन्दा नि हुन्छ दुवा थरीका मान्छेको हजुर मिले म त खान पाए हुँदो रहेछ जम्मै डाँगाहरूलाई हजुर यहाँनिर यस्तो यो पहिरो यो ठेक्का लिइसक्यो मान्छेले यो 2 स्टेप हालेर यो बाटोले बनाउनु पर्थ्यो हजुर मेरो त्यो भन्यो त्यही भएर मेरो म यहाँ 2 फेर आएको नि हजुर पोलिटिक्स भयो राजनीति भयो राजनीति हो अलिअलि खानीलाई जति भयो हामी हिँड्नेलाई बासै उड्यो त्यस्तै भयो चाहिँ म यो ढुङ्गे साँगु कटेर चाहिँ यो मदगौडाको यो चौतारोसम्म आइपुगिसकेछु यो उकालो भन्दा अलिकति माथि है यो उकालोमा चाहिँ पहिला एकदमै धुलो त्यो बाटो चाहिँ अलिकति कच्ची भएर चाहिँ हिँड्नै नमिल्ने खालको थियो अहिले चाहिँ यो ढलान चाहिँ भएछ यो धेरै नै अगाडि भएको ढलान हो तर यो नयाँ बाटो अपग्रेड भएको चाहिँ होइन योभन्दा अगाडि चाहिँ अब कस्तो छ हेरौँ है त निकै राम्रो बाटो बनेको छ यहाँनिर चाहिँ ओपन उता माछा पुछ्रे पनि मजाले खुलेको छ है हिमाल यो खुल्दाखेरि चाहिँ एकदमै राम्रो देखिएको के बाटोमा हिँड्दा पनि हेर्दा पनि यो हिमाल हेर्दा यो बाटोमा हिँड्न चाहिँ धेरै राम्रो बाटो चाहिँ बनेको छ है यतापट्टि चाहिँ यहाँनिर चाहिँ बन्जी जम्पिङ पनि छ बन्जी जम्प गर्ने ठाउँ पनि छ र अलिकति यो ओभर स्पिड अलि विशेष गरी यो ट्रिपरहरू चाहिँ एकदमै ओभर स्पिडमा हिँड्ने के बाटो चाहिँ नयाँ बाटो बनेको भन्नु न के छ राम्रो छ राम्रो पाइएछ दैलो अगाडि यतिको बाटो चाहिन्छ पोखरा ठाउँमा भनेका छौँ यहाँ साह्रै नै साउरो भएर दुर्घटना धेरै भइराखेका थिए अहिले चाक्लो छ राम्रै छ भन्नु पर्यो चाक्लो बाटो नराम्रो भन्न मिलेन के अरे हजुरलाई चाहिँ कस्तो लाग्यो मलाई पनि राम्रो लाग्छ बाटोघाटो त चाक्लो भएकै राम्रो हुन्छ नि त हजुर अब धुलो उडेको होइन पहिला धुलो थियो एकदम बाटो हजुर पुलको आडामा होइन हजुर मान्छे खसे गर्छन् के अरे हजुर त्यसमा चाहिँ बार हालिदिनु भयो अनि त्यो पिच राम्रोसँग गरिदिनु भयो राम्रो हुन्छ कि बच्चाहरू त्यहाँ खस्दैनन् होइन अब त्यहाँ अब चौपायाहरू खस्ने गरेछन् होइन हजुर त्यो बनाइदिए राम्रो हुन्छ कि र यति बेला चाहिँ म अहिले बिरोटा चोकमा आइपुगिसकेको छु है अब हामी चाहिँ लगभग यो बागमारादेखि चाहिँ यो बिरोटा चोकसम्म चाहिँ लगभग सबै अपडेट गऱ्यौँ र मेन कुरा चाहिँ यो बाटोको समस्या भनेको बिचमा चाहिँ बाटो बनेको छैन होइन त नबन्नुको मेन मुख्य कारण भनेको चाहिँ पोलिटिकल रिजन हो भन्ने कुरा भयो है मेन चाहिँ अब यहाँ अब आफ्नो नेताको वरपर नजिकको मान्छेहरू भएको ठाउँमा चाहिँ बाटो छिटो बनेको तर नेताको चाहिँ नजिक नभएको ठाउँको बाटो चाहिँ अलिकति नबनेको भन्ने कुरा भयो यो चाहिँ अब बिरोटा चोक भयो यहाँबाट चाहिँ बाटो एकदमै राम्रो बाटो बनेको छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो बाटो चाहिँ निकै राम्रो बाटो बनेको छ यो चाहिँ 4 लेनको बाटो अनि यस्तो छ अब हामीले चाहिँ अब आज चाहिँ लगभग यो बाटोको चाहिँ सब अपडेट गऱ्यौँ होइन अब तपाईँहरूलाई कस्तो लाग्यो यो बाटोको अपडेट यो बाटोको अब समस्याहरूको बारेमा चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो मेन कुरा चाहिँ यो बाटोहरू चाहिँ पोलिटिकल कारणले चाहिँ बनिरहेको छैन होइन अब आफ्नो मान्छेको
हुन्छ नि आफ्नो नेताको नजिक भएको ठाउँको बाटो चाहिँ छिटो बन्ने होइन अनि नेताको नजिक नभएको ठाउँमा चाहिँ बाटो नबन्ने जस्तो खालको समस्याहरू छ होइन यो समस्याको बारेमा चाहिँ तपाईँ के भन्नुहुन्छ एकचोटि कमेन्ट गर्नु होला बाँकी अब हामी चाहिँ छिटै अर्को नयाँ भिडियोमा आउनेछौँ त्यतिन्जेलसम्मको लागि थ्याङ्क फर वाचिङ सी यू